वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हामी चाहिँ बाहिर निस्किसकेको छौँ। मेरो छोरा यहाँ छ, निम्चो। यस, हाई हाई गर्दैन, उसलाई हाई गर्ने मन नै छैन। क्यामेरा देखेपछि चुप लाएर बस्छ। अनि हामी चाहिँ बाहिर निस्केको, उसलाई दिनमा एकचोटि भए पनि बाहिर घुमाउन लानुपर्छ, पार्कतिर लानुपर्छ। अनि यहाँभन्दा अलिकति के अरे मेरो घरभन्दा अलिकति परको पार्कमा जान लागेको, अलिक टाढाको, अलिक धेरै चाहिँ होइन, अलिकति। अनि त्यसपछि उसको बाबा चाहिँ आउँदै हुनुहुन्छ ड्युटीबाट। अनि हामी दुईजना चाहिँ निस्किसकेको। अनि अब बेबी स्ट्रोलर लिएर आएको, किनभने अलिकति टाढा हिँड्नु छ अनि म बच्चा बोक्नै सक्दैन। अनि उसलाई हिँड्नु पनि कति हिँड्नु, ऊ त्यस्तो विधि हिँड्न पनि सक्ने भएको छैन नि त। सो हामी चाहिँ जाँदैछौँ यसरी। हामी चाहिँ हिँड्दैछौँ अब छोरा। यसरी हिँडिरहेछौँ। पार्क त यहीँ पनि छ, यो रुखहरू भएको ठाउँमा पनि छ, तर यहीँ चाहिँ सधैँ एकै ठाउँमा झ्याउ लाग्छ हो। म त कहिले कहाँ हिँडिराखेको हुन्छु, लगिराखेको हुन्छु। अनि अहिले पनि अलिकति अन्तै लानु पर्यो चराचुरुङ्गी भएको पार्कमा भनेर। सो यस, मेरो चाहिँ मुड चेन्ज भएको छ। मेरो मुड चेन्ज भन्दा पनि म चाहिँ बच्चालाई पार्कमा लाने, के अरे कुखुराहरू सबै भएको, चराचुरुङ्गीहरू भएको पार्कमा लाने भनेर सोचिरहेको थिएँ। र मेरो हस्बेन्डले चाहिँ अर्कोपट्टि जाने भनेर भन्नुभयो। अनि उहाँको चाहिँ छुट्टी हुन लागेको छ। हामी जाँदैछौँ अन्तैतिर। मुड चेन्ज भयो, अन्तैतिर जाँदैछौँ। मेरो बेबी यहाँ छ, निम्चो। यस, हाँस्दैन देखेपछि, यो त्यस्तै हो। ट्राम आउँदैछ, यहाँ चाहिँ ट्राम भन्दो रहेछ। खै नेपालमा चाहिँ के भन्छ, पहिला ट्रली बस कि के भन्थ्यो नि, सेम लाइक त्यस्तै हो। करेन्टबाट चल्ने ट्राम हो। पुरै बिच बाटोतिर हिँडिरहेको छु। अनि यो भएको लिगहरू चाहिँ ट्रामहरू, अनि यसमा चल्ने बस पनि हुन्छ, तिनीहरू मात्र चल्छ यहाँ चाहिँ। अनि साइक्लिङ गर्ने साइकलहरू चल्छ, त्यति मात्र चल्छ यो रोडमा चाहिँ। अनि यो लिग चाहिँ त्यस्तो हो, ऊबाट के अरे करेन्टबाट चल्ने त्यस्तोहरू मात्र चल्दो रहेछ यो रोडमा चाहिँ। अनि त्यही भएर नआउने टाइममा चाहिँ हामी रोड बिचतिरै मजाले हिँड्न पाइन्छ। यो रोडमा चाहिँ आनन्द हुँदो रहेछ बिच रोडमा, आनन्दले। मेरो बेबी चाहिँ यहाँ बुबु खाँदैछ, उसको नि है निम्चो, बुबु खाएको। नगर्ने, पुग्यो नखाने हो क्या अरे, पुगेछ मेरो बेबीलाई, पुगेको हो बेबी निम्चो। यहाँनिर चाहिँ सबै पुरानो घरहरू रहेछ। अनि त्यसपछि यहाँनिर चाहिँ खोइ सबै ठाउँतिर यस्तै हुन्छ हो, एउटै साइजको घरहरू मात्र हुँदो रहेछ। जता नि त्यस्तै देख्छु, एउटै साइजको मात्र हुन्छ, यस्तो हुँदो रहेछ। अनि यो चाहिँ पुरानो घरहरू रहेछ। यहाँ हेर्नु न साथीहरू, यस्तो दामी घर छ, बुट्टा भएको घर छ है, दामी घर छ। ठाउँमा यस्तो घरहरू हुँदो रहेछ हो यहाँनिर। खोइ के हो कुन्नी, पहिलाको केही होला नि। अनि हामी चाहिँ तलतिर घुम्न जाँदैछौँ। अनि मेरो बेबीको बाबाको पनि छुट्टी भएर आइसक्नु भयो।
अनि बाबा छोरा चाहिँ यहाँ छ। बाबा छोरा चाहिँ बाबा छोरा खै के गरेर बसिरहेको नि। निम्सो यहाँनिर आएको। अनि अघि भने नि बस जस्तै भनेर के अरे करेन्टबाट चल्ने बस जस्तै भनेर यो चाहिँ बस जस्तो चाहिँ हो। यस्तो हुँदो रहेछ। मेरो बेबी चस्मा लगाएर मक्ख परेर हिँडिरहेछ। जाउँ 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 होला हौ। आउँदै रहेछ। निकालेछ हौ चस्मा निकालेर नि फेरि लाउनु पर्ने रे। लाउनु पनि पर्नु छ अनि निकाल्नु नि छ। के भएको यो के भएको बच्चा हो। जाउँ अब चाहिँ जाउँ जाने। हामी चाहिँ समुद्र छेउतिर आइपुगेको। समुद्र छेउतिर आइपुगेको। यो चाहिँ के अरे यहाँ पोर्चुगलको लिस्बनको फेमस गेट हो। यो चाहिँ यहाँ आएर सबैले फोटो खिच्दो रहेछ हो। पोर्चुगल आउनेहरूको प्रायःको यहाँको फोटो हुन्छ। हामी चाहिँ छेउमा आइपुग्यो समुद्र छेउमा। कालै भइसक्यो यसरी घाममा हिँडेर पुरै कालो भइसक्यो। यहाँनिर चाहिँ लिस्बोआ भनेर लेखेको छ। मान्छेहरू माथितिर चढेर फोटोहरू खिच्दै रहेछ यार। अनि यहाँ चाहिँ यसले चाहिँ के भन्छ सामान बोक्ने चाहिँ जहाज मालवाहक जहाज। जिजसको स्ट्याचु यो पनि पोर्चुगलको फेमसै ठाउँ हो। जिजसको स्ट्याचु पनि। ओ माई गुडनेस कत्रो ठुलो क्रुज आएर बसिरहेको रहेछ यहाँ पर। यो घर जस्तो देख्ने चाहिँ कत्रो ठुलो क्रुज आएर बसिरहेको रहेछ। यो चाहिँ क्रुज रोक्ने ठाउँ रहेछ नि त। क्रुज स्टेसन स्टेसन भन्छ कि के भन्छ हो तिनीहरूलाई थाहा पनि छैन। यो चाहिँ अघिको ठुलो क्रुज हो। यो चाहिँ अलिक नजिक आएको हामी यहाँबाट देखिरहेको छ। के विधि ठुलो यार। आज त अर्कै खालको क्रुज आएर बसिरहेको रहेछ। कुनै दिन यस्तो क्रुजमा टुर जाने दिन पनि आउँछ होला नि। जेस मन चाहिँ छ एकदमै। ल खै साथीहरू हामी चाहिँ यहाँ आइपुग्यो। अब बिस्तारै ठ्याक्क पोइन्टमा आइपुग्यो है हामी चाहिँ। हामी यसरी हिँड्दैछौँ। यति धेरै मान्छेहरूको भिड छ यहाँ चाहिँ। धेरै मान्छे हुन्छ। अझ यतिखेर धेरै भइसकेको छैन। अब चाहिँ देखाइहाल्छौँ है त। लु यो है साथीहरू यहाँ यसरी देख्छ। यस्तो दामी भ्यू देख्छ। बवाल देख्छ यहाँबाट चाहिँ। यसरी भ्यू हेर्नलाई नै धेरै मान्छेहरू आउँछ। ऊ माथितिर उपरतिर पनि बसेर हिँडिरहेछ। आनन्द आउँछ नि त यहाँ आएर हेर्नलाई चाहिँ। यस्तरी देखिन्छ तलतिरको भ्यू। यहाँ माथितिर पनि यस्तरी देख्छ है। माथिको चाहिँ चर्च हो। यस्तरी क्या दामी देख्दो रहेछ कि यहाँबाट। हामी चाहिँ अस्तितिर पनि आएको थियो। अनि
भिडियो बनाएको थिएन, यसरी भ्लग खिचिरहेको थिएन। अनि आज चाहिँ खिच्दै आएको। यस्तरी देखिन्छ। यो चाहिँ अघिको त्यो ठुलो क्रुज यही हो। यहाँनिर कहिले कहिले चाहिँ यहाँ लस्कारै हुन्थ्यो, अनि आज चाहिँ एउटा मात्र रहेछ, गइसकेछ क्यारे। यस्तरी ऊ यहाँ एउटा हुन्थ्यो, अनि फेरि ऊ तलतिर एउटा हुन्थ्यो, अनि सबसे ठुलो चाहिँ यही हो। अनि परको त्यो सानो सानो बोर्डहरू चाहिँ चलिरहेको हुन्छ, वरिपरि जानेहरू। यस्तरी दामी छ, बबाल छ, बबाल भ्यू। अब चाहिँ हामी चाहिँ यहाँबाट निस्केको जाने। अब चाहिँ यो ठाउँको नाम चाहिँ अल्फामा हो रे, अल्फामा। फेरि आइपुग्यो भ्यू हेर्ने ठाउँमा। दामी देख्छ यहाँबाट पनि, बबाल देख्छ। अब म देखाउँछु है त। के बबाल देख्थ्यो, तर एन्टी लाइट परेर कस्तो देख्ने रहेछ यार। घाम उतापट्टिले देखेर कस्तो देख्ने रहेछ यार। क्या दामी देख्थ्यो। अनि उयो लिग चाहिँ यहाँबाट माथि के अरे लिभ आउँछ, यहाँबाट चाहिँ माथि आउँछ। हामी पहिला एकचोटि चढेको थियो, खै कति पो वर्षमा एकचोटि फ्री हुन्छ अरे, 1 महिनाभरि फ्री चल्दो रहेछ। अनि त्यो फ्री टाइममा हामी चाहिँ चढ्न आएको थियो। त्यतिखेर चाहिँ म काम गरेको थिएन यहाँ आएर, त्यतिखेर चढेको थियो। लिफ्ट त तलै बसिरहेको रहेछ त, माथि आउँदैन रहेछ, त्यहीँ बसिरहेको रहेछ। दामी देख्यो यार, कस्तो घाम उतापट्टि पुगेर राम्ररी देखेन। ल है साथीहरू, हामी चाहिँ यहाँबाट नि हिँडेको। यहाँनिर चाहिँ पुरा चलिरहेको रहेछ, हाट बजार भन्ने जस्तो। हाट बजारहरू यस्तरी चलिरहेको रहेछ। सो यस, हामी चाहिँ घर आइपुगिसक्यो। अनि घर आएर नि अब चाहिँ घिउ बनाउनु लाग्नु पर्यो। घिउ बनाउनु पर्यो। यो घिउ 1 केजीको होला, यो 1 केजीको घिउ छ। अनि सधैँ यसैको बनाउँछु। यो वाला कम्पनीको चाहिँ एकदमै राम्रो हुन्छ, एकदम मिठो हुन्छ भने। नेपालबाट ल्याएको घिउ त मिठो भइ नै हाल्छ। अनि नेपालबाट ल्याएको भन्दा नि खै मलाई त आफैले बनाएर हो कि पनि मिठो लाग्छ। यो घिउ चाहिँ मिठो लाग्छ। अनि मैले बच्चाको लागि अनि हामी नै खानको लागि चाहिँ यही घिउ युज गर्छु। एकदमै मिठो हुन्छ। अनि बनाउँछु। यस्तरी आउँछ, यस्तरी नै आउने रहेछ मजाले। मजाले आउँछ यार। यो गर्मी छ नि त, गर्मी महिनामा मजाले आउँछ। फेरि जाडोमा चाहिँ बाफ्रे के अरे चक्कुले बेसमरी काटेर निकाल्नुपर्छ यार। अब बसाल्नु पर्यो। यो टेबलले चाहिँ बिस्तारै ठाउँ ओगटेको छ, चाहिन्छ नि त, के गर्नु। यो चाहिँ यो पुरा सबै नपक्लिन्जेलसम्म चाहिँ हाई हिटमा राख्छु। अनि त्यसपछि चाहिँ हाई हिटमा राख्यो भने चाहिँ के अरे डट्छ क्या,
अनि ठिक्कको हिटमा राख्नुपर्छ। ठिक्कको फ्लेममा राख्यो भने चाहिँ कस्तो आनन्दले मजाले पाक्छ के, अनि कस्तो मिठो हुन्छ। म चाहिँ सधैँ त्यसरी नै पकाउँछु। घिउ चाहिँ के अरे नपक्लिन्जेलसम्म हाई हिटमा राख्छु, अनि त्यसपछि चाहिँ त्यो पुरा पक्लिसकेपछि चाहिँ सानो पार्छु। अनि त्यसपछि यो मजाले उम्लिँदा सल 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 उम्लिँदाखेरि त्यो के अरे अलिअलि पानी मजाले छर्काउनुपर्छ क्या। अनि छर्कायो भने चाहिँ त्यो घिउ खानलाई त्यो घिउ रेसा रेसा हुन्छ नि, त्यसरी पानी छर्कायो भने चाहिँ रेसा रेसा हुन्छ कि। अनि त्यो रेसा रेसा पसेन भने चाहिँ कस्तो के घिउ पनि नक्कली हो कि के हो जस्तो टाइपको पो लाग्छ। मन त्यस्तो मन भएको होला। अनि त्यसरी बनाउँछु मैले चाहिँ। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु। अनि अब मात्र होइन के अरे घिउ मात्र होइन, अब मेरो हस्बेन्डलाई चाहिँ चाउमिन खान मन लागिरहेको आज। अब चाउमिन के भन्ने, चाउमिन पनि बोइल गर्नु पर्यो नि त। यसरी गर्नु भने चाहिँ सँगसँगै काम सिद्धिन्छ। अघि मैले भनेको थिएँ नि के अरे मजाले उम्लिँदाखेरि चाहिँ सल 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 उम्लिँदाखेरि चाहिँ पानी छर्काउनुपर्छ भनेर। यसरी सक 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 छर 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 गरेर पानी छर्काउनुपर्छ। यसरी छर्कायो भने चाहिँ के अरे एकदमै रेसा 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 हुँदो रहेछ। खै न यसरी छर्काएर भएको न के भएर भएको थाहा छैन। धेरै मात्रामा चाहिँ होइन कि अलिअलि सानो सानो छिटा पर्ने गरेर क्या दामी हुन्छ क्या। त्यसपछि त्यो रेसा 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 आएपछि चाहिँ खानालाई छुट्टै मिठो हुन्छ क्या यसरी गरेको। साथीहरू चाउमिन चाहिँ रेडी भयो। ल है खानेकुराहरू पनि सबै रेडी भइसक्यो। अनि आजको भ्लग पनि यहीँ इन्ड गर्छु। आजको भ्लग यति नै। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। आजलाई चाहिँ यति नै है, बाई बाई।